हाई गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आजको भ्लग चाहिँ हामी पिकनिक जाँदैछौँ, त्यसको हुनेवाला छ। सो अहिले चाहिँ म मेरो साथीहरू भएको ठाउँमा जाँदैछु। मलाई चाहिँ फोन आइसक्यो, गाडी आइसक्यो भनेर। सो अब म रेडी छु, जान्छु ल। ए म त सिधै कपिराइट राखिदिने हो। कलेजमा देखाउने हो कि अझ अब यहाँदेखि चाहिँ सिधा पिकनिक स्पटतिरको यात्रा चाहिँ स्टार्ट भयो भनेर चाहिँ भन्न मिल्दैन। बिकज हामी चाहिँ बाटोमा हाम्रा सेता खसीहरू लिनुपर्ने भएको कारणले चाहिँ रोकेको थियौँ। जहाँ मैले भिडियो रेकर्ड चाहिँ गरेन तर रोक्न चाहिँ रोकेको थियौँ। अनि यो चाहिँ यता ओर आएर दाउरा लिन रोकेको ठाउँ हो। बिकज हामीले चाहिँ ग्यास चाहिँ नलाने, दाउरा लगेर चाहिँ आगोमै पकाएर खाने प्लान बनाएको थियौँ। हामी थोरै पनि थियौँ तर थोरै भयो नि रमाइलो भयो साथीहरू। अनि बाटो चाहिँ जाने बाटो चाहिँ यस्तै नै छ, लाइक वन जङ्गल, हरियाली, पाखा पखेराहरू। अनि हामी चाहिँ गाडीमा गाउँदै नाच्दै रमाइलो गर्दै पिकनिक स्पटसम्म पुगेको थियौँ। अनि पिकनिक स्पट चाहिँ केटाहरू चाहिँ गएको थियो क्या, सबै केटीहरूको लागि चाहिँ सबैको लागि नयाँ ठाउँ नै थियो। सो समाउयो हात नछुटोस् हाम्रो दरिलो साथ, देख्नेले देखोस् सुनोस् हाम्रो यो सम्बन्ध छैन कुनै यहाँ, खुसी छौँ हामी छौँ जहाँ, भनोस् गरोस् हाम्रो बारे कुरा। मेरो तिमी नै हो गर्ने, तिमी नै हो, तिमी नै हो, तिमी नै हो, तिमी नै हो। पागलले सोच्दैन र तिम्रो पालाहरू यो चाहिँ ठ्याक्कै पुग्नुपर्ने ठाउँमा पुगेर चाहिँ हामी हाम्रो सामानहरू झार्दै थियौँ। अब हाम्रो पिकनिक स्टार्ट गरौँ भनेर। सो गाह्रो छ यहाँ उता लगाएको पनि देखाउ त तिन दुईटा तेल ल्याउ न तेल हेलो ढिलिन यता हेर तेल के तेल साथी तेल मडर्न यता हेर्नु सन्ध्यार्छिम पनि गएँ है म। डान्सरहरू हेलो इमाम साथी, हेलो सन्ध्या, हेलो गाइस, राम्ररी काट्ने है त्यहाँ देख सकते हो। कपिल विष्ट सेभ हो कि कपिल विष्टले के गर्ने हो? कपिल विष्ट डान्सर हो त बाट है। यो चाहिँ ठ्याक्कै स्पटमा पुगेर चिया बसालेको। अनि उता देख्नुभयो सेतो तिनवटा खसी हाम्रो। अनि त्यसपछि चाहिँ हामी बस्यौँ, सबैले मिलिजुली काम गऱ्यौँ साथीहरू। सबै आफ्नो काममा लागेछन्। अनि विवशले चाहिँ गुनासो गरिरहेको थिएँ मलाई किन यस्तो सानो चक्कु दिएको भनेर। त्यही पनि ठिकै छ म काटिदिन्छु भनेर काटिदिइरहेको थिएँ। यिनी चाहिँ मान्छे एकदम दयालु के, काम गरिहाल्छु भन्ने, खाना चाहिँ कति पनि नखाने फेरि, त्यस्तो छ नि त। अनि यहाँ चाहिँ त्यसपछि चिया पाक्यो, चिया र ब्रेड चाहिँ हामीले खाजा खायौँ। अनि यहाँ चाहिँ केटाहरूले चाहिँ कुखुरा कस्तो कुखुरा भनेको खसी, सेता खसी 3टा
टिन्डा खसी काटेर यिनीहरूले चाहिँ बनाए सबै थोरै नाचगान हो। किनभने खान्छ पनि नै भन्ने यार अनि यहाँ चाहिँ प्राउन पापडहरू फ्राई हुँदैछ। अनि फ्राई कति राम्रो देखेको हेरौँ त साथीहरू। अनि यहाँ चाहिँ पुलाउको लागि चामल उमालिँदैछ यहाँ चाहिँ। अनि फेरि यहाँ एकचोटि ज्वाइँ पारेको हेर्दै हालौँ न त कसको के जान्छ र नि। यो चाहिँ पापड हो, अब चिनी राख्नु भयो होला, चिनाउनु पर्दैन होला मेबी मैले चाहिँ। तर पनि पिकनिकमा गएको रमाइलो देखाइदिइहालौँ न त भनेर। बडे भाइ फोकस गर्ने कि रोहनको मुखमा भनेर आएको चाहिँ यो देशको जनता एट द सेम टाइम यहाँ चाहिँ रोस्ट पाकिरहेको थियो। अनि रोस्ट चाहिँ मिठो भएछ भन्ने कुरा चलिरहेको थियो। अनि मैले भनेको नि विवश चाहिँ कति पनि खान्नन्, काम मात्र गर्छन् भनेर देख्नुभयो होला पछाडि। अनि यहाँ चाहिँ भेजको लागि चाहिँ पनिर पाक्दै थियो। पनिर बनाउने मान्छे चाहिँ यिनी हुन्। यिनी नानी पनि राम्री छिन्। अब चाहिँ पनिर पनि एड भइसक्यो, यहाँ देखिरहनु भयो होला। पनिर चाहिँ मिठो भएको थियो। हेर त सबले त हेर है सबैजनाले यता हेर्नु होला। स्पेशल साथी हो त त्यो त। बाई भन। अनि यो चाहिँ हामी यहाँबाट निस्किनै लागेको बेला हो, तर पनि हामी यहाँ एकछिन नाचगान कार्यक्रम गरेर निस्क्यौँ। ठिक छैन रमना ढिलो हुन्छ। रातनी पर्यो अब सोच्दै क्या नाच्न पर्यो।
प्रकाशले कोलाई हो सम्झे माया के भनी बोलाऊ म रोहनले आगो बालेको वर्षनले आज के हो खाए भने नि ठिक छैन जमाना यहाँ त माइग्रेसन भागै छ गोल्डन वाटर खाएर मलाई सकेन भेटको माया के भनी बोलाऊ म पहिलो दिनैमा जाओस् एउटा गीत गाउँ न है प्रकाशले पनि टुक्का निकालेको पर्सान किन चुप लाएर बसेको छिनको छिनैमा भेटको माया के भनी बोलाऊ म पहिलो दिनैमा अहिले अनुजलाई कस्तो छ अरू केही होइन 12 सिंहे लागे आज केही पनि जान्दैन 12 सिंहे होइन रेड लेबल ल्याए नि लाग्दैन मैले 12 सिंहे खाइदिएको कपिललाई अघि मैले कुकुरको जुठो खुवाइदिएँ किन हो कपिल यति धेरै लजा हाम्रो सम्बन्ध साथीहरूको हाम्रो साथीहरूको सम्बन्ध राम्रो भयो भेटेर म लजाको तिमीलाई दे गाडी यताबाट उता सर्दैन हामीलाई देखेर लजाउनु पर्दैन अनि आजको दिन चाहिँ यस्तै हाँस्दै खेल्दै रमाउँदै खाँदैमा गयो साथीहरू अनि कसैलाई केही मेरो कारणले चित्त दुखेको रहेछ भने चाहिँ आई एम रियली सरी भन्न चाहेँ यहीँबाट नै हिजो भन्न त बिर्सेछु क्या मैले अनि यसै हो रमाइलो भयो थोरै भए पनि रमाइलो भयो केही छैन इट्स ओके अनि आजको लागि चाहिँ यति बाई सी यु इन नेक्स्ट भिडियो